मर्निङ एभ्रिवान। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र गाइज वेलकम टु माई न्यू भ्लग। र आज चाहिँ हामी बहिनीको बर्थडे मनाउन जाँदैछौँ र उहाँ हुनुहुन्छ हाम्रो सर नवीन र म चाहिँ अब हामी तिनजना चाहिँ बेतना जाँदैछौँ, बेतना सिमसार। र हेरौँ आजको भ्लग कस्तो हुन्छ है। आजको आयो होइन सरी म र त्यही हो। आज के कस्तो हुन्छ म तपाईँहरूलाई रमाइलो हुन्छ हुँदैन सबै देखाउने छु होइन। घुम्न गएको होइन, खाना मात्रै गएको। उसको खुट्टा चाहिँ यस्तो भइरहेको छ र यो खाँदैछौँ हामी चाहिँ। यो यस्तो छ गाइज। र अहिले चाहिँ हामी बेतन आइसकेको छौँ र बहिनीले खुवाउने अरे के खुवाउँछ हेरौँ है त। आज यस्तो बिजोग भयो बसले मातेर। र आज चाहिँ हामी यता घुम्ने चाहिँ होइन, खाना मात्रै आएको। र बाटो चाहिँ एकदमै खतम रहेछ, बाटो चाहिँ एकदम खतम रहेछ गाइज। कता हो बाटो चाहिँ एकदम खतम रहेछ, ओभर धुवा धुलो है। म चाहिँ 1 वर्ष अगाडि आएको थिएँ। कसैले भनिदिनुहोस् मिठो मिठो पाउँछ भने। उता एक्लै भयो त नि। म चाहिँ 1 वर्ष अगाडि आएको थिएँ, 30 इयरको इक्जामभन्दा अगाडि एकजनासँग। र अहिले चाहिँ फेरि इक्जाम हुनुभन्दा एक महिना अगाडि नै आइरहेको छु। हेरौँ अब क्या यहाँ घुम्ने चाहिँ होइन, घुमिसकेको हो। ठाउँ चाहिँ म पहिला पनि। आज चाहिँ खाना मात्रै आएको हो हाम्रो बहिनीको स्पेसल बर्थडेमा। र बहिनीसँग नि लास्ट टाइम भेट होला, यहाँदेखि त हुँदैन होला है बहिनी भेट हाम्रो। म गइहाल्छु अनि तर खोइ हुन नि सक्छ। गाइस अब चाहिँ हामी खान्छौँ अनि फेरि निस्किहाल्छौँ। मेरो बहिनी चाहिँ भित्र अर्डर गर्दैछ गाइस र म चाहिँ यहाँ बाहिर छु। हेर्न न धुलो धुवा यस्तो धेरै हुँदो रहेछ, बाफरे खत्तम रहेछ बाटो यहाँको त। र मेरो चाहिँ अब 1 महिनापछि फाइनल इयरको इक्जाम छ, बैशाख असार 15 गतिदेखि। सो यहाँ त्यसको लागि तयारी गर्नु छ गाइस। ब्याक इक्जाममाथि ब्याक इक्जाम आएकै छ। र यस्तै नै छ अहिलेको मेरो भ्लगहरू पनि खासै राम्रो छैन, तर बिस्तारै बिस्तारै म यसलाई चाहिँ अझै राम्रो बनाउँदै जान्छु। अनि त्यही हो, अब आज रमाइलो गर्ने हो, बहिनीको बर्थडे मनाइदिने हो। त्यस पछाडि घर फर्किन्छु गाइज। साथीहरू र आज चाहिँ म यो खाँदैछु, यसको नाम के हो, तुम्बा हो। र यहाँ बहिनीले भिडियो देखाउँदैछ। के हो यो, कसको हो तिम्रो? के तिम्रो टिकटक आइडी भन त। समीक्षा राईलाई फलो गर्नु होला साथीहरू। र गाइज अब चाहिँ हामी खाएर निस्किहाल्ने भनेको, तर अब घुम्ने प्लान भएछ फेरि बहिनी र हाम्रो ब्रदरको। र अब चाहिँ हामी फेरि घुम्न जाँदैछौँ बेतनाभित्र। र म चाहिँ 1 वर्ष अगाडि नै आएको थिएँ, अघि पनि भनेको थिएँ होइन, एकजना साथीसँग आएको थिएँ। र फेरि जाँदैछु। र गाइज हामी चाहिँ भित्र आइसकेको छौँ बेतनाभित्र। र यस्तो रहेछ अहिले चाहिँ फाउन्टेन। मौसम छ शीतल, हामी 3जना आएको छौँ। मौसम शीतल छ, आज गर्मी छैन है। र यता रहेछ जाने बाटो, यता 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 यहाँ दामी खाले पुल रहेछ। उहाँ मेन रोड छ र हामी छौँ। यस्तो दामी तरिकाको भाइब्स आउँछ यहाँ चाहिँ। बेतना मोरङ जिल्लामा पर्छ है गाइज। हेलो, के छ गाइसहरू? अहिले चाहिँ हामी बेतना सिमसार आइरहेको छौँ, यसो घुम्नको लागि, यसो हावा खानको लागि। मलाई त्यस्तो बोल्न पनि आउँदैन। हाम्रो दादाको चाहिँ यहाँ ब्लग हो, यसो सुट गर्दैछु। हाम्रो दादा अगाडि अगाडि जाँदै हुनुहुन्छ। यस्तो यहाँ नयाँ नयाँ बन्दै रहेछ जूको लागि। हेर्नुहोस् कस्तो राम्रो खरायोहरू। हेर्न सक्नुहुन्छ, यस्तो क्युट क्युट खरायो। वाउ देख्नुहुन्छ यहाँ चाहिँ, यहाँ हमारा पुर्खा है, पुर्खा पुर्खा
यहाँ सक्नुहुन्छ बच्चा चाहिँ बाहिर छ उही चाहिँ मलाई कस्तो डर आयो कि यसलाई के भन्छ जरा आयो नि दादा मृग बिचरा मेरो एउटा मृगको चाहिँ सिङै रहेनछ हेर्नुहोस् न सायद पक्रिँदाखेरि भाँचिदिएको हो कि के भएर भाँचियो हो कस्तो डरले भागेको हेर्नु यो पनि सानो ठाउँ थियो पहिले अहिले चाहिँ कति ठुलो बनाउनु भएछ यहाँनिर एउटा ठुलो बोरो जराए पनि थियो अहिले चाहिँ रहेनछ नाम चाहिँ थाहा भएन जरायो त होला पहिले चाहिँ ठुलो सिङ भएको पनि एउटा बुढो थियो के भएछ नि कस्तो राम्रो छ बेतनाको लागि बेतना पनि एउटा घुम्नको लागि एकदम राम्रो ठाउँ छ घुम्नको लागि अलिक फ्रेस हुनको लागि किनकि जङ्गल छ नि त हावापानी यस्तो गर्मीमा अब यो यसपालि चाहिँ पानी यहाँ सुकेको रहेनछ पहिले चाहिँ नत्र अलिक सुक्थ्यो नि त कस्तो राम्रो छ हेर्नुहोस् तालहरू वाउ यो बेतनिया सिमसार हजुरहरूलाई सबैलाई थाहै छ होला उहाँको चाहिँ फेरि खुट्टाको अब्जर्भेसन पऱ्यो हेर्नुहोस् न फ्यान्डाङ फ्यान्डाङ एक खुट्टे भइरहनु भएको छ उहाँ हाम्रो चाहिँ मेरो बोयफ्रेन्ड हो उहाँ हजुर चाहिँ मेरो बोयफ्रेन्ड हो भनेको उहाँ चाहिँ मेरो दाइ हो म चाहिँ बर्थडे गर्ल हो अरे कि मेरो चाहिँ बर्थडे गर्ल के भन्नु यस्तो राम्रो सिन छ वाह यहाँ चाहिँ यस्तो ठाउँ छ कि आफ्नो अगाडि हैन अगाडिको चाहिँ भ्यू गर्नु आफ्नो च्यानल लिएर बोल न हेलो 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 मेरो दाइको हुन नसक्नु भएको भाउजू प्लिज कन्ट्याक्टमा आइदिनुहोस् प्लिज कन्ट्याक्टमा आइदिनु होला हेर्नु दाजु र बहिनीको नाक पनि याद त्यत्रो छ के गर्नु चाहिँ हामी अब एक राउन्ड हालेर फर्किने निदो गरेको छौँ र मेरो पछाडि हुनुहुन्छ हाम्रो साथीहरू र फेरि घाम आयो अनि गर्मी मौसम भइसक्यो र फेरि मजाले जाने हो यादहरू धेरै छन् एक वर्ष अगाडिको यहाँ कता यता कस्तो घना जङ्गल भइसक्यो त र साथीहरू तपाईँहरू मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ बेतना सिमसार के भाउ न चाहिँ मेरो बहिनी हो ऊ चाहिँ साथी हो र अब हामी एक राउन्ड हानिसक्यौँ अब जाने होला नि त के हो अब धेरै गर्मी पनि बढ्नु लाग्यो घाम पनि आयो त्यही भएर म चाहिँ टिकटक बनाउँदै रहेछ जोडीहरू छ होइन अब दाइहरूलाई त्यस्तो घुमाउनु पनि पाइएन साथीहरू हेर्ने कस्तो दामी माछा र हाँस वाउ र यहाँदेखिको भ्यू चाहिँ यस्तो छ घाम छ देख्नुहुन्छ र अब हामी घर फर्किन आँटेको गाइज र आजको भ्लग चाहिँ यस्तै नै भयो हामीले खायौँ पियौँ होइन बर्थडे मनायौँ हाम्रो बहिनीको एकदम मजाले सेलिब्रेट गऱ्यौँ र अब चाहिँ हामी निस्किन आँटेको र आशा छ तपाईँहरूलाई यो भिडियो मन पऱ्यो होला मेरो भ्लग मन पऱ्यो होला र गाइज अब हामी चाहिँ फर्किन्छौँ र आशा छ आजको लागि यति नै हो हजुरहरूको दिन एकदम धेरै शुभ होस् टेक केयर एभ्री वान एन्ड बाई जाँदा जाँदै हेर्नुलाई हाँसको सिन वाउ बाई भन्दा बाई